भोलिदेखि चाहिँ डेली मैले के गर्ने भयो त हाम्रो धान गोडे सके त गाई। हेलो एन्ड नमस्ते हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अहिलेसम्म म एकछिन बजिरहेको छु। फेरि पनि हजुरको माझमा आइसकेको छु नयाँ मिनी ब्लग लिएर। गाई चाहिँ आज रहेको छ मेरो डे 200 मिनी ब्लग च्यालेन्जको 177औं दिन। हजुरहरूको चाहिँ गाई बिहान बिहान के काम भयो गाई चाहिँ मेरो जान सक्नुहुन्छ। फेरि धान गर्नुपर्ने काम हेर्नु न। आफ्नै त काम हो गाई चाहिँ गर्नुपर्छ भनेर गाई चाहिँ मैले चाहिँ पुरै मिहिनेतको साथ सँग गरिसकिसकेँ होइन। धेरै त के गर्नु गाई चाहिँ एउटा गरेर पनि लगभग अब त सकिन आँटेको छ। गाई चाहिँ जान सक्नुहुन्छ। हात पुरै यस्तो भइरहेछ गाई। आज चाहिँ गाई चाहिँ खाना खाएको पनि देखाउँदिनँ। गाई चाहिँ टक्कै जान सक्नुहुन्छ। खासै मिठो त छैन, त्यो ठिकै छ गाई चाहिँ खाए। भोलिदेखि चाहिँ गाई डेली एक्सर्साइज गर्नु पर्यो अनि टक्क जङ्क फुड पनि खान छोड्नु पर्यो अनि भात पनि अलिअलि कम गर्नु पर्यो भनेको त गाई के भयो गाई चाहिँ दिउँसो चाहिँ यस्तो मुसलधरी पानी कि मलाई गाई चाहिँ टन्न खाँदै बस भन्दैछ। क्या हो गाई चाहिँ पानीले पनि के गर्नु हौ, केही पनि गर्नु हुन गाई। भोलि चाहिँ टक्क आफ्नो माइन्डसेटलाई दह्रो बनाएर गाई चाहिँ डेली लगातार टक्क कलेज जाने बेलासम्म एक्सर्साइज गरेर खतरनाक पारामा गर्ने। भोलिदेखि चाहिँ गाई चाहिँ खतरनाक पारामा धमक्का गर्छु होइन गाई चाहिँ टक्क यति भन्दै आजको मिनी ब्लग कस्तो लाग्यो राम्रो लाग्नु लाइक एन्ड सब्सक्राइब फलो गर्नुलाई बाई बाई।